षडदोषाः पुरुषेण हातव्या भूतिमिच्छिता निन्द्रा तद्रा भयं क्रोधः आलस्यम दीर्घसूत्रता। हेर्नुहोस्, यो संसारमा 6 वटा यस्ता अवगुण हुन्छन् जसले मानिसलाई अधोगतितिर लैजान्छन् रे, उन्नति हुनै दिँदैनन् रे। ती अवगुणहरू हुन् अति निन्द्रा, चाहिने भन्दा बढी सुत्ने, निन्द्रा लागेको छैन तै पनि जहाँ मन लाग्यो त्यहाँ पल्टिहाल्ने अनि सुतिहाल्ने, तद्रा सधैँ उँघिरहने, उपदेशको कुरा होस् कि कथा प्रवचनको कार्यक्रम किन नहोस् त्यहाँ पनि उँघिरहने, पढिरहेको छ त्यहाँ पनि उँघिरहेको छ, जतिखेर पनि निन्द्रा लाग्यो मात्रै भनेको छ, हो त्यसलाई भन्छन् तद्रा। अनि अर्को भय, भय अर्थात् डर, सानो भन्दा सानो कुरामा पनि डराइहाल्ने। अहिलेका केटाकेटी एउटा कक्रोच देख्ने बित्तिकै कसरी अत्तालिन्छन्, हो त्यसरी नि डराइहाल्ने। त्यसपछि क्रोध अर्थात् रिस, जतिखेर पनि रिसाउने, चाहिने कुरामा पनि रिसाएको छ नचाहिने कुरामा पनि रिसाएको छ, जतिखेर पनि बरबराइरहने। अनि आलस्य अर्थात् अल्छीपना, अझ भनौँ कामलाई टार्ने प्रवृत्ति, हुन्छ भन्ने तर नगर्ने। अनि अर्को दीर्घसूत्रता, दीर्घसूत्रता भनेको चाहिँ चाँडै हुने कामलाई पनि लम्ब्याइदिइरहने। सरकारी कर्मचारीले उही भोलि आउनुहोस् भनेर लम्ब्याए जस्तै हो। यस्तै यस्तै स्वभावका कारण हो मानिस असफल र पतन हुने। त्यसैले यी 6 प्रकारका दोषहरू निन्द्रा, तद्रा, भय, क्रोध, आलस्य र दीर्घसूत्रताबाट सधैँ टाढा रहौँ।